हेलो गाइज, दर्शन नमस्ते सबैजनालाई। अनि सबैजना आरामकुशलै हुनुहुन्छ होला। हामी पनि आरामकुशलै छौँ र अहिले अलिक गर्मी पनि भइरहेको छ। गर्मी बढेको छ। के कस्तो छ तपाईहरुलाई? आज म कृषिको बिउ पाउने ठाउँमा भिजिट गर्न आएको छु। यो ठ्याक्कै भन्नु पर्दाखेरि बालकुमारी पुलकै अगाडि हो। कोटेश्वरदेखि आउँदाखेरि दाहिने साइड पर्छ। ग्वारकुदेखि जाँदाखेरि देब्रे साइड पर्छ। ठ्याक्कै पुलकै अगाडिपट्टि हो। तपाईहरुलाई पनि चाहिएमा यहाँ आएर लान सक्नुहुन्छ। कृषि खेती गर्ने मान्छेहरूले कृषिको हरेक कुराको यहाँ बिउ पाउँछ। तपाईहरुलाई चाहिने यहाँनेरि कम्पोस्ट मलहरू पनि पाउँछ। कम्पोस्ट मल हो यिनीहरू। तपाईहरुलाई खेतीपाती गर्दाखेरि कम्पोस्ट मल लाउँदाखेरि एकदमै राम्रो हुन्छ। खेतीपाती एकदम राम्रो सब्रिन्छ। र तपाईहरुलाई कन्ट्याक्ट नम्बर चाहिएमा कन्ट्याक्ट नम्बर पनि हामी पछाडि राखिदिएको छौँ। कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गर्नुहोला अनि आउनुहोला। कृषि बिउ बिजन केन्द्र, काठमाडौँ। थ्याङ्क यू।